तलाई नै भोट दिन्छु, मलाई नेपालमै पाल्न सक्छस्। बिगामा जमिन बाजा छन् मेरा गाउँमा, अन्न सम्हाल्न सक्छस्। दैलोमा आएर लोभ देखाउँछस्, मासुमा भोट किन्न खोज्छस्। मेरा बात विदेशमै बुढा भए, अब मेरो जवानी छिन्न खोज्छस्। मेरै छिमेकी अस्ति बाकसमा फर्कियो, यति पनि लाज राख्या छस्। अझ उसकै घरमा लुखुर लुखुर भोट माग्न जान्छस्। आश राख्या छस् देश बनाउनै खोज्या होस्, मौका पाथिस् त किन बनाइनस्। खेलाडीलाई त पटक पटक जेलमा कोच्छस्, त्यति हिम्मत भए अपराधी किन समाइनस्। तलाई भोट किन दिउ, के गरिस् जनताको लागि। निर्मलाका हत्यारालाई खुला छोडिस्, विपिनको त घटनै भुलेका छैनौ। अझै विदेशमा कोटिएका ती जनतालाई फर्काउन सक्छस्, के भो सक्दैनस्। ल त आफै भन, तलाई भोट किन दिउ, बलात्कारी पाल्न या अपराधी पाल्न, या त आफ्ना अपराधलाई लुकाउन चुनावमा लड्दैछस्। तलाई भोट किन दिउ, त आफैलाई सम्हाल्न। बा, तिमी यो चोटि पनि सूर्य र रुखलाई नै भोट हालेर जिताउँछौ र? यदि त्यसो हो भने तिमीलाई पनि मेरो प्रश्न छ। हिजो जसरी एउटा बच्चाको गिदी बाटोमा छरिएको थियो अनि अर्को बच्चाले उठाएर देखाएको थियो, भोलि मेरो छरिएको गिदी अरूले देखायो भने तिमी हेर्न सक्छौ कि नै? जसरी अहिले मृत छोराको खुट्टा समाएर बामा रुँदै मेरो छोरा फर्काइदे भनेर रोइ कराई गरेका छन्, त्यसरी तिमी रोइ कराई गर्न सक्छौ कि नै? जसरी अहिले शहीदलाई दागबत्ती दिनु अघि बाले देशको झण्डा उठाएर वीर शहीद अमर रहन् भनेर भनेका छन्, त्यसरी तिमी तिम्रो छोरा शहीद भएको बेलामा वीर शहीद अमर रहन् भन्न सक्छौ कि नै? कतै कतै शहीदहरूको फोटो टाँसिएको बीचमा मेरै फोटो भेट्लाउ, त्यो फोटो तिमी हेर्न सक्छौ कि नै? भन बा। जसरी अहिले शहीदका बाआमाले शहीदलाई न्याय दे भनेर आन्दोलनमा उत्रेका छन्, भोलि तिमी त्यसरी आन्दोलनमा उत्रिन सक्छौ कि नै? यदि यसो गर्न सक्छौ भने बा, तिमी बेखौफ नडराइकन सूर्य र रुखमा भोट हाली जिताएर पठाउनु। यदि सक्दैनौ भने बा, बिन्ती छोरा मार्नेहरूसँग यो चोटि सम्झौता नगरिदिनु है। अनि हजुरबा, तपाईँ भन्दै हुनुहुन्छ मलाई त हिमालयले पालेको अरे। ठिक छ बा, म तपाईँलाई महिनौ 4,000 दिन तयार छु। बाले नपाले म छु नि हजुर, म पाल्न तयार छु। तर बिन्ती, यो चोटि नाति मार्नेहरूसँग सम्झौता नगरिदिनु है। भाइ याद छ, म विदेश जाँदिन भनेको थिएँ। खोट केमा थियो? तिमी पार्टी रोज्छौ कि सन्तान? तिम्रो अठोट केमा थियो? बा, म विदेश जाँदिन भनेको थिएँ। खोट केमा थियो? बा, तिमी पार्टी रोज्छौ कि सन्तान? तिम्रो अठोट केमा थियो? छोरो बिग्रियो, देश फर्केन भन्दैछौ रे गाउँतिर। साँच्ची बा, नडाटी भन त, अघिल्लो पटक तिम्रो भोट केमा थियो? कसरी भए पनि यसपालि पनि तपाईँले नै मलाई भोट दिनु पर्यो, मलाई नै जिताउनु पर्यो। अझै 2टा चुनाव जितेर देश हाँक्ने मन छ। मलाई नै भोट हजुर है, मलाई नै भोट। ल्याइ साथीहरू, यो घरमा चाहिँ हाम्रो उम्मेदवारज्यूले उभिएरै भोट माग्न सफल हुनुभयो ल। साथीहरू, अब मारी टेको खोलेर स्ट्रेचरमा राखेर कुदाइहाल्नु पर्छ। अर्को घरमा पनि त भोट माग्न पर्यो नि है। यसपालि चाहिँ भोट कात्रोलाई है त। सम्म चाहिँ टिके हुने।